परिवर्तित परिस्थितिमा खास गरेर काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह स्वतन्त्र हुनुहुन्थ्यो। अब आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता भन्नुपर्ने भयो उहाँलाई पनि। आइतबार तपाईँ हामी नउठ्दैकन बालेन र रवि बिचमा भएको 7 बुँदे सहमति, जसले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछानेको वैधताको कुरा, सहकारी ठगी सम्बन्धी मुद्दा विचाराधीन हुँदाहुँदै पनि त्यसलाई बालेनले अनुमोदन गर्ने र बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा प्रोजेक्सन गरेर एकताको कुरा भइरहेको छ नि, यो चाहिँ के हो? खास राष्ट्रिय राजनीति तरङ्गित छ यो विषयलाई लिएर। अब यो उहाँहरूको व्यक्तिगत कुरा हो कि, अब व्यक्ति भन्नाले उहाँको समूह होला है, उहाँहरूको कुरा हो। हामीलाई त्यसले के चासो राख्दैन र राष्ट्रलाई केही फरक पनि पार्दैन। अब कोही मिल्छन्, कोही फुट्छन्, कोही जुड्छन्, त्यो स्वाभाविक हो प्रजातन्त्रमा। फेरि मतलब के भने अब रविको चाहिँ नि मतलब के भने मुद्दा क्लियर भइसकेका छैन अहिले पनि। उनलाई चाहिँ नि मतलब के भने यो पैसा मासेको, ग्यालेक्सीमा पैसा आएको मासिएको भन्ने छ। अब यता सहकारीको ठगी त उहाँलाई भन्न मिल्दैन, किनभने सहकारी ठग त अर्कै छ। त्यो सहकारी ठगबाट आएको पैसा चाहिँ नि उनले मासेको देखिन्छ। अब त्यही कुरो उनले पनि मतलब स्वीकारेको छन् र केही रकमहरू आएका छन्, मुद्दा टुङ्गिसकेका छैन। त्यस कारण उहाँको आफ्नो पर्सनल कुरा हो, त्यो हामीलाई त्यति चासोको विषय भएन। अब बालेनको कुरा के छ भने उनी पनि प्रमुख थिए, स्वतन्त्रबाट उभिएर उठेर जितेका थिए र यतिका समय चाहिँ उनले काठमाडौँको प्रतिनिधित्व नि गरे। अब अहिले उनी चाहिँ नि मतलब के भने एउटा पार्टीमा आबद्ध भए। अब तपाईँले भने जस्तो उनी वरिष्ठ हुन्छन्, कनिष्ठ हुन्छन्, जे पनि उनी सदस्य बस्छु भनेका छन्। रविले भन्दा म मेरो बरियाती क्रममा मभन्दा मुनि चाहिँ हुन्छ भनेर भनेका छन्। भन्दाखेरि उपाध्यक्षकै सरहको चाहिँ नि रविले स्वीकार गरे। अब त्यहाँ पार्टीले चाहिँ नि स्वीकार गरेका छैन। पार्टीले जे स्वीकार गर्दा त्यो हामी भनौँला। र आजदेखि चाहिँ मतलब के भने अब बालेन पनि एउटा पार्टीमा आबद्ध भए भन्ने कुरा हामीले बुझ्यौँ, त्यति हो। अब हामीले बुझेको कुरा। अब बाँकी उनीहरूले के सहमति गरे, को प्रधानमन्त्री हुनु भने के भने होइन। अब भोलि चुनावमा गएर चुनावले के नतिजा दिन्छ, भोलिको अवस्था के हुन्छ, अब त्यो त भविष्यले बताउने कुरा, त्यो हामीले बताउने कुरा होइन। तर उनीहरूले त्यो भन्न पाउँछन्, त राष्ट्रपति हुने, म प्रधानमन्त्री हुने भनेर घर सल्लाह गरे हो। त्यो घर सल्लाह हामीले सुन्यौँ, त्यति हो। अब यो घर सल्लाहले चाहिँ के असर गर्छ? जस्तो नयाँहरू एक ठाउँमा मिलेर जानुपर्छ भन्ने कुरा थियो। यहाँ हर्क साम्पाङ, अब कुलमान घिसिङहरू, कुलमान घिसिङ त रासपासँग अहिले पनि अब हिजो राति पनि छलफल भयो, सम्भवतः अहिले पनि छलफल भइरहेको छ। अब हर्क साम्पाङको कुरा गर्ने हो भने म त कसैसँग मिल्दैन, यिनीहरू चाहिँ देश बेचुवार हुन्, विदेशीका दलालहरू हुन् भन्ने खालका तारान्तार पोस्टहरू आइरहेको छ सामाजिक सञ्जालबाट। यो हर्क र कुलमानको रोल चाहिँ के हुन्छ? अब हर्क एउटा मतलब के भने नगरपालिका प्रमुख हुन् होइन। पूर्वमा मतलब के भने राई लिम्बूहरूसँग उनको राम्रो किसिमको चाहिँ जातीय कनेक्सन छ र धेरै मतलब के भने मेम्बरहरू उतैका छन्। अब उनी चाहिँ यो क्षेत्रीय चाहिँ पार्टी स्थापित हुन सक्छ सक्दैन, अब त्यो चाहिँ अब चुनावले निर्णय गर्ने कुरा हो। तर उनी राष्ट्रिय राजनीतिमा चाहिँ आउन सक्ने अवस्था अहिले देखिँदैन। जस्तो मधेस केन्द्रित दलहरूले एउटा खालको राजनीति गरिरहेछन् नि, मधेस प्रदेशलाई बेस बनाएर। हर्क साम्पाङ पनि कोशी प्रदेशलाई बेस बनाएर एउटा क्षेत्रीय राजनीतिको केन्द्र बन्न सक्छ। पक्का हो। क्षेत्रीय राजनीतिको मतलब के भने सेरोफेरोमा उनी घुम्छन् केही वर्ष। किनभने अब यति लामो अवधिदेखि उपेन्द्रहरू त अहिलेसम्म तपाईँको राष्ट्रिय शक्तिको रूपमा स्थापित हुन सकेनन् र मधेसवादी नै मतलब के सेरोफेरोमा दौडिरहेका छन् भने अब अहिले पनि अब उपेन्द्र चाहिँ नि मतलब लोसपा मिल्दैछन्, मन्त्र ठाकुर मिल्दैछन् भन्दाखेरि यिनीहरूकै पनि मतलब के भने यति लामो अवधि भइसक्यो यिनीहरूले पावर एक्सर्साइज गरेको, तर पनि त्यो मतलब यिनीहरू केन्द्रीय राजनीतिमा आउन सकेका छैनन् र यिनीहरू अल्पमतमै छन् भने अब हर्क आउन त अझ टाइम लाग्ला। जस्तो रवि, बालेन, कुलमान र हर्क मिल्ने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ? दुईटा त मिलिसके रवि र बालेन, अब यसमा कुलमान र हर्क जोडिएला। अब यिनीहरू मिले पनि अब अहिलेसम्म मिल्छन् भन्ने चाहिँ नि भन्न सकिने अवस्था छैन। किनभने यिनीहरू चाहिँ नि आफै महत्त्वाकांक्षी, दुइटै महत्त्वाकांक्षी मान्छे भए हुनाले तिनी कति लामो अवधिमा मिल्छन् र कति लामो अवधि चल्छ यो मेलमिलाप भन्ने कुरा हेर्नु छ। अब मधेसवादीहरू हेर्नुहोस् कतिचोटि फुटे, कतिचोटि जुटे, राप्रपा कतिचोटि फुटे, कतिचोटि जुटे र अहिले यिनीहरू जुटेकोमा हामीले हर्कबढाइ गर्नु पनि छैन, जुट्छन् भनेर निश्चिन्त भएर बस्नु पनि छैन। यो फुट्ने जुट्ने भने राजनीतिमा भइरहन्छ।
त्यस कारणले चाहिँ तर एउटा कुरो चाहिँ के चाहिँ नि अनुमान गर्न सकिन्छ भने अब बालेनको प्रकृति रविको प्रकृति हेर्दा उत्तरी ध्रुव र दक्षिणी ध्रुव जतिकै फरक छ। मतलब ती दुवै प्राकृतिक रूपमा पनि व्यवहारको रूपमा पनि बोलीको रूपमा पनि यिनीहरूको पूर्व चाहिँ नि राजनीतिक पृष्ठभूमिको रूपले पनि यिनीहरू चाहिँ मिल्न सक्छन् भन्ने चाहिँ लाग्दैन। किनभने दुईटै मान्छे स्वतन्त्र रूपमा आएका हुन्। एउटाले स्वतन्त्र पार्टी भएर खोल्या हो, एउटा चाहिँ स्वतन्त्रै भयो। अब दुईवटा मिलेका छन्। अब ती दुईवटा मिले पनि यो दुईवटाको के छ भने आदत तपाईँको एउटा बोल्दै नबोल्ने, राति स्ट्याटस लेखेर आफूलाई चाहिँ मतलब के भने साइबरको माध्यमद्वारा पपुलर बनाउने एउटा आइडिया छ। अर्को बढी बोल्ने, नभएको नि बोल्ने, भएको नि बोल्ने, अनि बोलेकै भरमा मान्छेलाई कन्भिन्स पनि गराउने, उसँग त्यो ताकत छ है। त्यस कारणले ऊ बोल्दै नबोल्ने, ऊ बढी बोल्ने भन्दाखेरि अब यो दुईवटा कति मिल्न सक्छ त्यो चाहिँ नि हेर्नु छ। जस्तो कङ्ग्रेस एमाले अथवा अहिलेको नेपाली कम्युनिस्ट पार्टी लगायतका पुराना शक्तिहरूका नेताहरूको कुरालाई विश्वास गर्ने हो भने बालेन रवि एकतामा विदेशी शक्तिको हात छ। यहाँ त लुसिफरदेखि लिएर धेरै कुराहरू आउँछन्। अब सिंहदरबार जलाउनेहरू, जलाउँछु भन्नेहरू, जेल तोड्नेहरू एक ठाउँमा आए भनेर राजनीतिक आक्रमण पनि सुरु गरे। यो एकताको पृष्ठभूमि चाहिँ के हो? यो तपाईँको यो जुन राजनीतिक पार्टी, पुराना राजनीतिक पार्टीहरूले भनौँ न, यहाँका स्थापित राजनीतिक पार्टी भनौँ न अझ, र यिनीहरूले भन्नु पनि स्वाभाविक हो। किनभने यिनीहरूको रवैया नै त्यही देखियो। अब 2 वर्ष अगाडि बालेनले सिंहदरबार जलाइदिन्छु भनेर स्ट्याटस लेखेको सर्वविदित छ र सिंहदरबार जल्यो भनेपछि उसले त पहिले नै सङ्केत गरिरहेको छ सिंहदरबार जल्छ अथवा जलाउनुपर्छ भन्ने कुरा। त्यो कुरो पनि प्रमाणित भयो। अब रविले आफैले चाहिँ मतलब के जेलबाट बाहिर निस्केर केही दिनपछि फेरि फर्के होइन, त्यो पनि देखियो। रवि मात्र फर्केन, रवि मात्र जेलबाट बाहिर निस्केन, 15,000 मान्छेहरू चाहिँ जेलबाट बाहिर निस्के र अहिले पनि 5,000 करिब चाहिँ जेलमा पस्न बाँकी छ अथवा फर्केर बाँकी छ। त्यति मात्र होइन, फेरि तपाईँको चाहिँ मतलब के भने हतियारहरू पनि अहिले बाहिर छ। हतियार बाहिर छन्, जेलमा मतलब बाट भएका अपराधी बाहिर छन् भने अब सुरक्षाको दृष्टिकोणले सरकारले कसरी चाहिँ मतलब के हेर्छ, त्यो सरकारको मामला हो, हाम्रो मामला होइन। त्यस कारणले अब बढी से बढी चाहिँ मतलब के भने जेलबाट छुटेका मान्छे या भागेका मान्छेलाई जेलभित्र ल्याउनु सबभन्दा पहिलो कार्य थियो सरकारको। अब त्यो सरकारले त्यो कार्यलाई पहिलो प्राथमिकता दिएन, अहिले दिएकै छैन भनौँ न। जो आउँछन् त्यसलाई राखिदिएको छ र खोज तलास त्यसरी चाहिँ तीव्र रूपमा गरेको छैन। जस्तो तपाईँहरू कस्तो आरोप लाउनुहुन्छ भने नि, बालेन शाहले कुनै बेला फेसबुक स्ट्याटस लेखेका थिए सिंहदरबार जलाइदिन्छु भनेर, उनको व्यक्तिगत इस्यु जोडिएको थियो भनेर भनिन्छ त्यो बेला। त्यसो त पुष्पकमल दाहाल प्रचण्डले यो देशलाई बङ्गाल देश बनाइदिन्छु भनेर धम्की दिनुभएको थियो। राजेन्द्र लिङ्गदेनले सङ्घीय संसदमा बहालवाला प्रधानमन्त्रीलाई भाग्नको लागि हामी हेलिकप्टर चाहिँ दिन्छौँ भन्नुभएको थियो। संयोग हो कि के हो, बालुवाटारबाट केपी ओली हेलिकप्टर चढेर भागे भनेको मतलब तपाईँहरूले बालेनलाई जसरी टार्गेट गर्नुहुन्छ नि, यो विध्वंसमा राजेन्द्र लिङ्गदेन, पुष्पकमल दाहाल प्रचण्डहरू पनि जिम्मेवार थिए होइन। अब सबैको भाषालाई हेर्दा उनीहरूले चाहिँ नि मतलब के भने कसरी भाषा प्रयोग गरे, राष्ट्रवादिता छ कि अराष्ट्रिय छ कि भन्ने कुरा त तपाईँले मतलब के भने मानिलाउनु पर्यो। अब लिङ्गदेनले भने प्रधानमन्त्री भाग्न सक्छन् भने भागे। अब त्यो त मतलब के भने सकारात्मक कुरो नै भयो। एउटा अन्दाज गरे उनले कि तिमीहरूले राम्रो काम गरेका छैनौ, तिमीहरू एक दिन भाग्छौ भने त्यो भागे होइन। तर जलाउँछु भनेको कुरो अर्कै कुरो भयो। त्यो प्रचण्डले त बङ्गलादेश बनाउँछु भन्नुभएको थियो होइन। प्रचण्डको प्रश्नै नल्याउँछ किन। प्रचण्ड मान्छे वास्तवमा यो राजनीतिमा अटाउन मिल्ने मान्छे पनि होइन र यो नेपालको राजनीतिमा आउन पर्ने र यी स्थायित्व चाहिँ तिनले कायम गर्ने मान्छे पनि होइनन्। स्थायित्व हुन नै हुँदैनन् है। अब यी फ्लुकमा आए, 3-4 चोटि प्रधानमन्त्री भए। अब यिनी चाहिँ अब मासिँदैछन्, जाँदैछन्। अब आफैले चाहिँ मतलब के भनेदेखि खोलेको विरासत माओवादी पार्टी नै समाप्त गरेर आफैले समाप्त गरेर हिँडे होइन। अब आफै समाप्त हुन्छन् भन्ने चाहिँ सङ्केत देखिया छ। तपाईँ हामी यहाँ कुरा गर्दै गर्दा तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखक यति बेला जेनजी जाँचबुझ आयोगमा बयान दिनको लागि सिंहदरबारमा पुगेका छन्। अब यो बेला तत्कालीन प्रधानमन्त्री वा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आयोगमा बयान दिन जालान् कि नजालान्, उनले आयोगलाई मान्यता दिएका छैनन्, दलका नेताहरूले पनि त्यो मान्यता दिइरहेका छैनन्। यो बीचमा रमेश लेखकसम्म पुग्दै गर्दाखेरि केपी ओलीले चाहिँ के गर्लान्? अब तपाईँ के देख्नुहुन्छ? अब केपी ओलीको आफ्नै भनाइअनुसार चाहिँ नि मलाई बालुवाटार गुन्डु पठाइदिनु भयो भने म बयान दिन्छु भन्ने किसिमको सङ्केत उनले प्रधानमन्त्रीका कमिटमेन्ट गरेको हामीले समाचारबाट प्राप्त गऱ्यौँ। त्यस कारणले उनी भूतपूर्व प्रधानमन्त्रीको हैसियतले उनका चाहिँ मतलब के उपसचिव 2टा पठाएर
बयान लिन पठाउँदा सरकार सानो हुँदैन होइन, त्यो पठाउँछ मेरो विचारले। अब पठाउँदा म बयान दिन्न भनेको मान्छेले बयान दिनुपर्ने अवस्था सिर्जना हो भने केपी शर्मा ओलीले कसरी बयान दिन्छन्? मेरो बाउको नाउँ के भनेर लेख्नुपर्छ उनले, म कति वर्षको भनेर लेख्नुपर्छ, प्रधानमन्त्री तपाईँ कति हुनु यति भएँ भन्नु पऱ्यो होइन, मेरो उमेर यति, नागरिकता नम्बर यति, सबै लेख्नुपर्छ, पछि आएर सिग्नेचर गर्नुपर्छ। उनले भन्ने कुरा के हो भने मैले चाहिँ नि प्रधानमन्त्री भएको हुनाले मैले बन्दुक चलाऊ भनेको नि होइन, मैले चलाउनु पर्ने आवश्यकता नि छैन, बन्दुक चलाउने के मतलब के भने पुलिस हो, आदेश दिने सिडी हो, त्यस कारणले मलाई केही कन्सर्न नै छैन, मैले बोल्ने कुरै होइन। प्रधानमन्त्रीले कहाँसम्म हेर्न सक्छ, कसले चाहिँ नि कुनको चाहिँ सिपाहीको चाहिँ मतलब के भने हातबाट बन्दुक चल्छ भन्ने कुरा हामीले नियन्त्रण गर्न नै सक्दैनौँ। त्यस कारणले परिस्थिति अनुसार त्यहाँ भयो होला भनिदिन्छ उसले, बयान त्यति दिन्छन् तर के उनको चाहिँ नि भनाइ चाहिँ नि अब मिथ्या भयो भने मिथ्या साबित भयो। अब उनले त बयान दिँदा त बाउको नाउँ लेख्नु पऱ्यो, नागरिकता नम्बर लेख्नु पऱ्यो, सिग्नेचर नि गर्नु पऱ्यो। अब बयान के दिन्छन् भन्ने कुरा अहिले मैले भनिदिइहालेँ, त्यही बयान दिन्छन् जो मैले भने। त्यस कारणले अब बयान दिन्न भन्ने कुरा त भएन, उनले बयान दिए। अब आज समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची बुझाउने अन्तिम दिन, कार्यालय समयभित्र बुझाइँदैछ। 21 फागुनमा चुनाव गर्छु भनेर सुशीला कार्की लागिरहनु भएको छ, अन्तरिम सरकारकी प्रधानमन्त्री। अब तपाईँले अघि हतियार र कैदीको प्रसङ्ग त बाहिर ल्याइहाल्नुभयो। 21 फागुनमा चुनाव हुने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ? 21 फागुनमा ठ्याक्कै चाहिँ मतलब के चुनाव सबै सम्पन्न हुन्छ भन्ने कुरामा मलाई विश्वास छैन। मैले सुरुदेखि बोलिआएको छु होइन। अब मतलब के भने 21 फागुनलाई नै चुनाव गर्नुपर्छ र क्रमशः गर्दै जानुपर्छ भनेर चाहिँ 1-2वटा बुथ वा एउटा क्षेत्रमा चुनाव सम्पन्न सुरु गरेर अनि 3 महिना लगाएर चाहिँ मतलब के भने सम्पन्न गर्ने पनि हुनसक्छ। 3 महिना लगाएर भनेको मतलब 21 फागुनमै देशभरि चुनाव गर्ने वातावरण चाहिँ छैन। त्यो छैन, किनभने अहिले तपाईँको देशभरि हाम्रो मधेस पहाड हिमाल भएको हुनाले करिब 12,000 चाहिँ बुथ छन्। हेर्नुहोस् हाम्रो अहिले निर्वाचन आयोगले प्रकाशित गरे अनुसार 12,000 बुथमा तपाईँको चाहिँ हिमाली क्षेत्रमा मात्र हजारौँ बुथ छन् जहाँ अहिले हिमपात भइरहेको छ र अब मधेसमा पनि अहिले शीतलहर भइरहेको छ। त्यस कारण मधेसमा र पहाडी क्षेत्रमा हुनसक्छ मौसमले, तर हाम्रो कतिपय मतलब के भने हिमाली क्षेत्रमा फागुनमा क्लियर हुँदैन यो हिउँ। त्यस कारणले चाहिँ यो हिउँदमा हाम्रो यो क्षेत्रमा चुनाव गर्ने समय नै होइन। त्यो त संविधानले भनेको थियो, संविधान सभा विघटन भएको 6 महिनाभित्र गरिसक्नुपर्छ भने हामीलाई 6 महिनालाई टेकेर फागुन 21 गते यिनीहरूले बोलेका हुन्। त फागुनको 21 गते त पूर्ण चुनाव हुन सक्दैन। त्यो चाहिँ मतलब कमसेकम जेठसम्म जान्छ भन्ने कुरा मैले अनुमान गरेँ। जेठसम्म नै भए पनि अब यो सरकारले चुनाव गराउने अब त्यो त अब सकेसम्म आगे साल गर्दै झन्बिएस नेक्स्ट इयर। अहिले भर्खरै परराष्ट्र मन्त्री चाहिँ नियुक्ति भएको 4 दिन भएको छैन है। अब तपाईँको चाहिँ फागुन 21 गते चुनाव भएर सम्पन्न हो भने त 22-23 गते यो सबै उड्छ, यो सबै मन्त्रीहरू उड्छन्। त 20 दिनको लागि किन मन्त्री मतलब के भने नियुक्ति गरेको होइन। एउटा मन्त्री नियुक्ति गर्दा करिब 40-50 लाख रुपियाँ नोक्सान हुन्छ देशको, किन त्यसलाई तपाईँको चाहिँ नि अनि फेसिलिटी दिनु पऱ्यो, गाडी दिनु पऱ्यो, मान्छे दिनु पऱ्यो, पिए दिनु पऱ्यो, अफिस दिनु पऱ्यो, पर्दा दिनु पऱ्यो, सोफा दिनु पऱ्यो, घर अफिस सबै गर्नखेरि धेरै खर्च लाग्छ कि। त अब त्यस्तो खर्चालु चाहिँ नि मतलब के भने मन्त्री जस्तो चिजमा पटक पटक गएर चाहिँ 5 चोटिसम्म मतलब के मन्त्री परिषदमा मन्त्री थप भइसके। अब यति चाँडै चाहिँ छोड्ने हो भने किन गरे, आवश्यकतै थिएन। अहिले कुन चाहिँ परराष्ट्र चाहिँ नि मतलब सम्बन्ध स्थापित गर्नु परेको थियो, परराष्ट्र मन्त्री गरे होइन। र त्यसैले उनको चाहिँ नि मतलब के भने यो सुशीला कार्कीको एउटा कुनै कार्यक्रम चाहिँ निश्चित कार्यक्रमै देखिएन कि, पर्फेक्ट छैन, पर्फेक्टनेस छैन यसमा। अब मौका पऱ्यो भने 2 महिना 4 महिना 6 महिना पनि जाने होइन भने मतलब के भने जसरी हुन्छ यो मतलब के भने अल्झाएर लाने किसिमको चाहिँ मतलब के भने प्रवृत्ति देखियो। त्यस कारणले उनले यो फागुनकै 21 गते चुनाव गराउने एकदम आँट छ र गर्ने हो भने मन्त्री परिषद विस्तार गर्नुपर्ने आवश्यकतै थिएन। यो पछाडि 5 जना मन्त्री थपियो र त्यसैले अब यसमा के हुन्छ भने सुशीला कार्कीको सरकार अझ लामो जान्छ भन्ने कुरा उहाँकै मन्त्री परिषदको यो विस्तारले सङ्केत गरेको छ। मौसमले पनि त्यही दिएको छ। र अनि अर्को एउटा कुरो के छ भने गृह मन्त्रालयले के भनिसक्यो भने हामीलाई 1,40,000 म्यादी प्रहरी चाहिन्छ। अब म्यादी प्रहरीलाई भर्ना गर्नका एउटा प्रहरीको पछाडि 54,000 लिएर 85,000 खर्च हुन्छ भनेर अहिले हिसाब पनि आइसक्यो। अब तपाईँ भन्नुहोस् 1,40,000
प्रहरी मतलब म्यादी प्रहरीलाई तपाईँको एउटाको पछाडि 70,000कै दरले हिसाब गर्ने हो भने नि तपाईँको चाहिँ नि कति रुपियाँ चाहिँ नि मतलब खर्च छ होइन, कति करोड खर्च, 70, 80, 90 करोड खर्च छ मात्र एउटा प्रहरीलाई। अब त्यसलाई लुगा बनाएको छैन, 4 जोर 5 जोर लुगा बनाउने हो र? तपाईँको चाहिँ लाख लुगा बनाउनु पऱ्यो, लट्ठी बनाउनु पऱ्यो, तिनीहरूलाई तालिम दिनु पऱ्यो, टोपी बनाउनु पऱ्यो होइन, ठाउँ ठाउँमा चाहिँ तपाईँको चाहिँ खटाउनु पऱ्यो। फेरि अब यतातिर त्यो एउटा प्राविधिक कुरा छ रहेछ। अर्को एउटा कुरो गजब के छ भने नेपालमा भन्ने बित्तिकै 1 लाख युवाहरू जागिर खान ठ्याक्क तयार भएर बसेका छन् त भनेर छैनन्। किन अब जति चाहिँ गाउँबाट आएका मान्छे भटाभट अहिले बाहिर गइरहेका छन् होइन, मतलब विदेशमा जागिरमा काममा गइरहेछन्। अब भएका मान्छे चाहिँ कस्ता छन् भने यदि काठमाडौँमा यताउता दौडधुप गर्ने अथवा जिल्लातिर सहरमा बस्ने मान्छे पनि कुनै न कुनै तपाईँको चाहिँ नि यो पार्टीको चाहिँ नि सदस्य छ वा कार्यकर्ता छ। तपाईँलाई चाहियो वीरगन्जमा चाहिँ नि 1,000 मान्छे चाहियो भने तुरुन्तै 5-5 हजारको दरले खर्च गर, 1,000 मान्छे जम्मा गरेर के अरे आमसभा सम्पन्न गर वा विरोध र्याली गर भन्नखेरि 5,000 दरले मतलब दिनुपर्छ। काठमाडौँमै 10,000 चाहिँ जम्मा गरेर चाहिँ गर्नु पऱ्यो भने त्यही मान्छे वीरगन्जको मान्छे फेरि यहाँ आइपुग्छ र माओवादीले सञ्चालन गरेर माओवादीसँग पैसा लिन्छ र मोटरसाइकल चढेर हिँड्छ र चाहिँ विरोध प्रदर्शनमा बस्छ। अनि फेरि पोखरामा चाहिँ त्यही मान्छे फेरि पोखरा पुग्छ हेर्नुहोस्। भन्दाखेरि यसरी चाहिँ नि सिफ्ट, जसरी माओवादीको टाइममा धनकुटामा चाहिँ नि पड्काएको चाहिँ नि मतलब के भनेदेखि गोली र चाहिँ बन्दुक हेलिकप्टरले चाहिँ भोलिपल्ट चाहिँ नि दाङ पुर्याइदिन्थ्यो अनि त्यहाँ पड्किन्थ्यो अनि मान्छे त्रसित हुन्थ्यो। ओ दाङमा नि गोली पड्केकै छ, धनकुटाले गोली पड्केकै छ, तर त्यो ओसार पसार गर्ने चाहिँ नि मतलब के हेलिकप्टर हुन्थ्यो। प्राइभेट हेलिकप्टर को चाहिँ नि मतलब कि जगजगीले गर्दा सर्वत्र चाहिँ नि गोली पड्किन थालेको कुरा त हामीले बुझ्यौँ। नत्र त कहाँ माओवादी त्यत्रो चाहिँ नि बन्दुक थियो र? यो त प्राइभेट हेलिकप्टरले पैसा कमायो र जनतालाई चाहिँ त्रसित बनायो र त्यो हतियारहरू चाहिँ मतलब कि हेलिकप्टरले चाहिँ यताबाट उता बनाएर चाहिँ सर्वत्र माओवादीको चाहिँ नि शक्ति प्रदर्शन गर्यो। भने जस्तो यहाँ व्यक्तिको शक्ति प्रदर्शन पनि त्यसै गरी हुँदैछ। पोखरालाई चाहिँ मतलब के 10,000 मान्छे चाहियो भने काठमाडौँबाट जान्छन् हेर्नुहोस्। अनि जान्छन् को भने यही एमालेका कार्यकर्ता, यही काङ्ग्रेसका कार्यकर्ता, यही माओवादीका कार्यकर्ता, यही युवाहरू है। अब त्यो कुरो चाहिँ तपाईँको चाहिँ बुझा छैन सरकारले। अब सरकारले 1 लाख चाहियो भने त्यही आउने होइन नि त, जो चाहिँ मतलब के हो भने विरोध र्यालीमा गएका युवाहरू। बुढा त काम लाग्दैन त्यो मतलब उसमा, आइमा पनि काम लाग्दैन अरे। अब मतलब के महिलाहरू केही प्रतिशत महिलाहरू हामी म्यादी प्रहरीमा राखौँला, तर बुढाहरू काम लाग्दैन, बालकहरू काम लाग्दैन। जवान चाहियो, त्यसलाई तालिम दिनु पऱ्यो, लुगा दिनु पऱ्यो। त त्यो कुरोको तयारी अहिले पुसको चाहिँ एउटा 14 गते भइसक्यो, अहिलेसम्म तयारी सुरु भएको छैन, मान्छे ल्याएको छैन भने अब 21 गतेलाई सम्पन्न गर्नको लागि त कमसेकम 15 दिन अगाडि त खटाउनु पऱ्यो नि त त्यो सबैलाई पैसा दिएर। अब तपाईँले भनेका कुरालाई आधार मान्ने हो भने ल ठिक छ, 21 फागुनमा भएन भने पनि जेठ मध्यसम्म चुनाव भइरहेको छ र अहिलेको सिनारियो हेर्दाखेरि माओवादी अथवा नेपाली कम्युनिस्ट पार्टी प्रचण्डको नेतृत्वमा चुनावमा जान्छ। एमाले महाधिवेशन गरेर ओलीलाई अनुमोदन गरिहाल्यो। अब काङ्ग्रेस पनि सम्भवतः देउबा अथवा कार्यवाहक सभापति पूर्णबहादुरकै खड्काको नेतृत्वमा चुनावमा जाँदैछ। नयाँ यो अहिले भइरहेछ नि बालेन र रविहरूको सहमतिको जगमा आउने चुनावपछि बालेन प्रधानमन्त्री बन्ने सम्भावना कति प्रतिशत? होइन, अब सम्भावना उनीहरूको लागि त अब 100% नभए सिग्नेचरै हुँदैन थियो होइन। अब उनीहरूको लागि त मतलब के गरिसके। अब त्यो कुरो गरिने चिजै होइन वास्तवमा। अब के यदि भयङ्कर ठुलो पार्टी जस्तो अब नेपाली काङ्ग्रेसको पार्टीले के भन्न सक्थ्यो भने अब गगन थापाको प्रधानमन्त्री बनाएर चाहिँ हामी चुनावमा जाने भने हामी सुहाउँथ्यो के कुरा। किन उनीहरू ठुलो पार्टी हुँदाखेरि पनि कार्यकालभरि काङ्ग्रेस देउबा प्रधानमन्त्री कहाँ भएर भएकै छैन होइन। तै पनि त्यति सुहाउँथ्यो भनौँ न। त्यो बोली जनताको सामुन्ने बोल्दा ठिकै छ त भने जस्तो भन्यो। अब यो त लाजेको पर्दो न तपाईँको चाहिँ नि मतलब के भने राजनीतिक पार्टीमा लागेको मान्छे हो बालेनजी होइन, न चाहिँ नि मतलब के हिजोसम्म तपाईँको रासोपाको चाहिँ मिटिङमा उपस्थित भएको हो भने अब उसलाई प्रधानमन्त्री अनुमोदन गरेर जाने भन्दाखेरि तपाईँले हामीले कुनै उल्का ठान्नुपर्ने होइन। त्यो ठिकै छ, उहाँहरूको कुरा हो, गरौँ, के फरक पर्छ र। राष्ट्रपति बनाउँछु भनेर जाउन् न, प्रधानमन्त्री किन चाहियो र? हो, अब तपाईँको चाहिँ प्रचण्डजीलाई भित्र राष्ट्रपति भनेर चाहिँ सारा भित्ताभरि प्रचण्ड राष्ट्रपति भनेर
गरेर अहिले पनि भित्ते राष्ट्रपति भनिन्छ। त्यस्तै ऊ पनि अब मतलब त्यही होला। भित्ते प्रधानमन्त्री बन्लान् बालेन त्यसो भित्ते प्रधानमन्त्री रवि प्रधानमन्त्री भनौँ न, रासोपा प्रधानमन्त्री। हस्, धन्यवाद यहाँलाई। हस्, धन्यवाद।